हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल एसपी ब्लग 97 मा तपाईहरुलाई स्वागत छ। आजको भिडियो चाहिँ म यहाँबाट सुरु गर्न चाहन्छु। चाहिँ खोलामा जान लागेको हैन, सुशान्त दाइ अनि हाम्रो अर्को दाइ, हाम्रो यहाँ सुटर रेडी भइसकेछ। हामी चाहिँ खोलामा जाँदैछौँ। के छ दाइ? सु परेन ल बबालाई गीत फेरि बबाल बजाइदिन्छन्। हामी अब यहाँबाट हिँड्न लागेको, तपाईहरुलाई बाटोमा के भइरहेको छ सबै कुरा देखाउने छौँ है। ल साथीहरु, हामी चाहिँ हिँडेको हैन यहाँबाट, अब यता कतातिर लान्छ अब यिनीहरुले, त्यही बाटो जान्छ होला हैन। क्याप टोपी कस्तो भएछ गाइस, बबाल छ हैन। अब यहाँ गल्ली गल्ली हो, फेरि हामी चाहिँ नदीपुर छौँ हैन अहिले चाहिँ। अब हामी खास जान लागेको फलामको खोला हो, फलाम जाँदैछौँ। डेन्जर हावा चलिरहेछ। हामी चाहिँ अब यताको बाटो गयौँ, हामी नारायण थानको बाटो हिँड्दै गएको, यही बाटो हामी जान लागेको चाहिँ खोलामा आए। यो दामी भइरहेछ। म चाहिँ पहिला यहाँ गाडी सिक्न आउँथेँ क्या, मेरो बाइकको लाइसेन्स निस्किन भन्दा पहिला चाहिँ यहाँ आउँथेँ सिक्न। अनि एक दिन त एक्सिडेन्ट गरेको यहाँ त, अनि निकालिहालेँ लाइसेन्स त। बबाल छ नि त, डेन्जर हावा चलिरहेछ। गर्मी नि त्यस्तै छ, अब स्कुटरमा बस्दा हावा नि त्यस्तै चलिरहेछ हैन, बबाल भइरहेछ। त्यही हो, ठिक छ। यस्तो दिउँसोको गर्मीमा हिँड्न फेरि छुट्टै बेग्लै मजा छ क्या हैन, दामी भइरहेछ। त्यही हो, ठिक छ। गीत सुनेर मजा लिउँ ल साथीहरु। ल गाइस, हामी चाहिँ यस्तो ठाउँमा आएको छौँ हैन। अब हामी भलाम खोला पुल जाँदैछौँ। बाटोमा हो, बाटोमा बवाल भइरहेछ। माथि हस्पिटल भइहाल्यो, दामी डेन्जर गर्मी भइरहेछ हो। यहाँ उता तल चाहिँ खोला हो, यहाँ तल चाहिँ केटा रहेछ कि यहाँ ल साथीहरु, अब हामी चाहिँ यहाँ झरिसकेको फाइनल्ली। अब पुरै केटाहरू सकियो, पुरै बाइक स्कुटरहरू धमाधम जति नि छ त खोलातिर। धारो पनि रहेछ, बबाल खेल्नुपर्छ आज पौडी। त्यही हो, जस दामी यस्तो खोलामा पौडी खेल्न आछौँ हैन। नुहाउनु पर्छ, अब पौडी खेल्ने ठाउँ त छैन होला पक्कै पनि, नुहाउने ठाउँ चाहिँ छ। के हो यहाँ चराचुरुङ्गीहरू त डेन्जर छ त, के सर्पा छ के हो, कि त बाघ भालु आयो। टोपी कस्तो चुहाछ साथीहरु, दामी त भएको छैन तै पनि यसो लगाइदिएको दाइको टोपी है, क्याप टोपी। दाइ उता फेरि कता कता भुल्लेछ, त्यहीँ छ। गीत बजाउँदै आएको छ यार, यो त डेन्जर। आमा कति मोटो हो भने के, म नि यति मोटाइदिएको भए त केही न केही त गर्थेँ होला यार होइन। डेन्जर मोटा छ त के हो दाइ त। यहीँ हो लुगा धुने, यस्तो खोलातिर गाउँघरतिरको याद आउँछ कि मलाई। यस्तो खोलातिर आउँदा होइन, पहिला हामी पनि गाउँघरमा माछा मार्न जान्थ्यौँ कि सानोमा। अनि यस्तै खोलाहरू हुन्थ्यो, अनि माछाहरू डेन्जर पर्थ्यो कि, त्यो भएर त्यस्तै याद आउँछ मलाई त। यहाँ नुहाउने ठाउँ नि छैन यार, कता नुहाउने हो त नि? अझै माथि हो, अझै माथि हो अरे। अब यस्तो गइदिउँ न त, गर्मी भइरहेछ, गएर चुप्लुङ हान्नु पऱ्यो कि। अब त्यही हो, ठिक छ। चरा चुरुङ्गीहरू के हो, बवाल छ त यार यहाँ त। सब केटाहरू मात्र छ कि हो, माथि लान्ठ्याङ हिँडिरहेछ, बवाल छ होइन। यस्तो खोलातिर हिँड्नु परेछ यार, खोइ ननुहाउने ठाउँ भेटिन्छ न के भेटिन्छ यार। डेन्जर गर्मी भइरहेछ मलाई, नुहाम भनेको त खोइ लुगा धुने ठाउँ नै भेटिन्न, नुहाउने ठाउँ नै भेटिन्न। त्यो दाइको लुगा धुन थियो, त्यो सुशान्त दाइको त्यहाँ आउँदैछ। अब यहाँ हेरौँ के अरे, यहाँ माथितिर होला नि पक्कै पनि होइन।
त्यस्तो खोलामा आइयो ल साथीहरू हेर्नु त तलबाट खोज्दै आएको यहाँ धन्न यहाँ पौडी खेल्न मिल्ने जस्तो ठाउँ छ है त ठिकै छ यत्रो जङ्गलको बिचमा खोला रहेछ होइन दामी छ दामी बबाल धेरै पछि अब यस्तो खोलाहरू हिँड्ने हो गाउँघरतिर चाहिँ हिँडिन्थ्यो पहिला आजभोलि हिँड्ने थिएन के त्यही भएर अलि लाङ टाइम पछि नै हिँड्यो भनौँ न यस्तो खोलाहरू ओए माछाहरू छ त यहाँ त के हो दामी यार यहाँ माथि फेरि झन् दामी छ होला फेरि अब धेरै माथि नजाम एक्लै डर पनि हुन्छ होइन खोलातिर त्यही पनि ठिक छ हेर्न मिलेसम्म जाऊँ न होइन साथीहरू कस्तो लाग्यो तपाईँहरूलाई यहाँको खोलाहरू भनिदिनु पर्यो है बबाल तपाईँहरूलाई मजोस् म हप्ता नभए नि दिन नभए नि यसो टाइम मिलाएर चाहिँ भिडियोहरू चाहिँ लिएर आइसकेको हुन्छु तपाईँहरूको माझमा तपाईँहरूले सपोर्ट चाहिँ गरिदिनु पऱ्यो कि अरूभन्दा नि मलाई सपोर्ट चाहिँ गरिदिनु पऱ्यो होइन त्यही हो ठिक छ ल है हामीहरू चाहिँ नुहाएर आइसकेको अवस्था केटाहरू त्यहाँ छ सबजना अब नुहाएर फर्किन लागेको हामीहरू चाहिँ सुसान हो त्यहाँ माथि यो सुसान होइन म चाहिँ यहाँ छु अब हामीहरू चाहिँ फर्किन लागेको गाइस हामी चाहिँ चल्दैछ अब म यहाँ छु होइन खोलामा नुहायो यो ओए हामफालतिर आएर मैले त के हो डेन्जर केटाहरू सबजना बबाल हाँसिरहेछ नुहाएर गर्मी भयो अरे त्यो भएर कि होइन केटा हो ओए धङ्ग लडिरहेको यार म त के हो आँखा रातो भयो त्यो पौडी खेल्दा आउँदैछन् पछाडि ग्याङ सबजना ग्याङ हो नि त हामीहरू त सबजना आउँदैछौँ गाइस बिरेडी तपाईँहरूलाई र तपाईँहरूको माझमा नयाँ कोसेली लिएर रमाइलो भयो खोलामा आएर पनि पुगिसक्यो गाइस हामीहरू होइन यहाँ फाइनली गाइस हामीहरू चाहिँ बिन्दुवासिनी पुग्न लागिसक्यौँ है अब हामी चाहिँ पसलमा पुग्न लाग्छौँ अब एकैछिनमा पुग्छौँ पसलमा महरिया टोल छ महरिया टोल अहिले चाहिँ अब आइहाल्यो नि थोरै त होइन बिन्दुवासिनी पुग्न लागेको है साथीहरू हामीहरू चाहिँ त्यो चाहिँ बिन्दुवासिनी मन्दिर जाने प्रवेशद्वार भाइ है अहिले मलाई चाहिँ हजुर भनेको होला अब हामी ठ्याक्कै अब पुगिसक्यौँ गाइस अब फाइनली अब हामीहरू चाहिँ अर्को भिडियोमा भेट्नेछौँ।